टु माई मिनी ब्लग। आज चाहिँ गाइस म यस्तो प्राकृतिक हिसाबले बनेको एउटा सुन्दर ठाउँ देखाउँदैछु गाइस। त्यो ठाउँ हेर्नको लागि लेट्स गो गाइस। गाइस बाहिरबाट हेर्दा चाहिँ यो अनौठो देखिन्छ गाइस। यहाँ भित्र चाहिँ यस्तो अँधारो छ गाइस। अनि यहाँ चाहिँ धेरै पर्सी ठाउँ नभएकाले होला गाइस यतातिर चाहिँ त्यति घुम्न यताउति गर्न आउँदैनन्। तर यहाँतिर चाहिँ यहाँ भित्र चाहिँ गाइस गौतम बुद्धको मूर्ति जस्तै छ, ढुङ्गाको आकृति त्यस्तै छ गाइस। लेट्स गो। यहाँ टाइम भित्र जाँदैछौँ गाइस। गाइस यहाँतिर चाहिँ यस्तो छ गाइस। यहाँ उता जाने पनि उ छ। अनि त्यहाँबाट चाहिँ गाइस उता अनि एउटा बाटो यताबाट पनि छ उता जाने। अनि यहाँबाट चाहिँ गाइस यस्तो देखिरहेको छ उता पारीको भ्यू गाइस। अनि यहाँ पनि चाहिँ गाइस एउटा यहाँ हात्ती जस्तो आकृति पनि छ गाइस। अनि यहाँतिर चाहिँ यस्तै छ। यहाँतिरको ढुङ्गा पनि कति फरक फरक हो गाइस। अनि उता चाहिँ उता भगवान् गौतम बुद्धको जस्तो पनि छ गाइस। भगवान् गौतम बुद्धको मूर्ति जस्तै पनि छ। अनि यतातिर चाहिँ ढुङ्गा चाहिँ कस्तो हो कि गाइस मैले चाहिँ बुझ्न सकेको छैन। यहाँको चाहिँ बाटो गाइस यस्तो खतरनाक कि वान मिस गेम फिनिस गाइस। चाहिँ हेर्नु यस्तो छ कि गाइस यस्तो छ। ओबे यहाँबाट चाहिँ झर्न लागिसक्यो गाइस। गाइस म चाहिँ गाइस यहाँ चाहिँ अब यहाँ पनि एक दुईजना उता भ्लग बनाउँदै हुनुहुन्छ गाइस उता यो। अनि यस्तै छ गाइस। यहाँतिरको चाहिँ मेरो मोबाइलले त्यति राम्रो नदेखायो भने गाइस यहाँतिर चाहिँ यस्तो राम्रो छ कि। अनि यस्तो छ गाइस। अनि उताबाट यहाँ चाहिँ गाइस के हो कि यहाँबाट पनि उता माथिसम्म छ गाइस। यो चाहिँ उता के। अनि यो चाहिँ भगवान् गौतम बुद्धको जस्तो आकृति देखिएको छ। यो प्राकृतिक हिसाबले आफै बनेको रहेछ। उता टाढादेखि हेर्दा चाहिँ गौतम बुद्धको जस्तो देखिन्छ। तर यहाँ नजिक देखियो भने त्यस्तै गाइस। अलिअलि आकृति भने त्यस्तै देखिन्छ। उता यहाँको भ्यू चाहिँ गाइस यस्तो छ कि यहाँबाट चाहिँ पानी आउने यताउति हुनेछ गाइस। हामी चाहिँ कति मिटर आइसक्यौँ गाइस। कति मिटर भित्र आइसक्यौँ। अझै म भित्र जानेछु गाइस। केही कुराहरू गाइस म यहाँ मणिसँग पनि हल्का सोध्छु यो बारे। अरू मरिदा यहाँ भित्र होइन के छ कस्तो छ। यतातिर सब ठिक छ होइन। यहाँतिर चाहिँ बाटो गाइस यस्तै रहेछ कि वान मिस गेम फिनिस। यहाँतिर चाहिँ अलिअलि पानी पनि आउँदो रहेछ गाइस। हात्ती वा तपाईँहरू पनि घुम्न आउनु होला गाइस। अनि गाइस यहाँतिर चाहिँ भ्लग बनाउनेहरूको लाइन छ गाइस। उहाँ पनि भ्लग बनाउँदै हुनुहुन्छ गाइस। यहाँभन्दा माथि पनि छ। म यहाँदै माथि पनि पुर्याउने छु गाइस हजुरहरूलाई। गाइस यहाँ चाहिँ मेरो मोबाइलको क्यामेरा त्यति भ्याएन गाइस। गाइस यहाँ चाहिँ यस्तो लास्टै अचम्मको ठाउँ छ गाइस। यहाँ चाहिँ आज हामी के अरे 5 जनाको समूह बनाएर यो भ्लग बनाउनु पर्छ भन्ने निर्णयले आज हामी यता घुम्न आयौँ गाइस। अनि आफ्नै ठाउँ भएकाले अब यताको हल्का वातावरण पनि चिनाउनु पर्यो गाइस। त्यही भनेर हामी गर्न आएको। यहाँ चाहिँ उता यस्तै छ गाइस। यहाँदै माथि पनि छ गाइस। यहाँदै माथि चाहिँ वान मिस गेम फिनिस। यहाँ बाटो हेर्दै गाइस वा यस्तो छ कि गाइस यस्तो यहाँ माथितिर पनि यस्तो। यहाँ पानी चाहिँ पानी चाहिँ खतरा गरी आउँछ गाइस। यहाँ उता अब यस्तोरी आउँछ गाइस। यस्तो अचम्म ठाउँ छ। खासै यो यस्तो सहरतिर भइदिएको भए यो भाइरल भइहाल्थ्यो गाइस। तर यो गाउँ घरतिर भएकाले यति भाइरल हुन पाएन। अब चाहिँ भाइरल हुनेछ भन्ने मेरो आशा छ गाइस। तपाईँहरूको माया साथ सपोर्ट दिनु पर्यो गाइस। यस्तै छ गाइस। यस्तै छ गाइस। पुगाइदिनु होला, माया गर्नु होला एकदमै है। यस्तो प्राकृतिक सौन्दर्यताहरू लुकेको यस्तो गाइस म अब चाहिँ यहाँबाट देखिने केही प्राकृतिक झलकहरू पनि हजुरहरूमा पस्किनेछु। त्यत्रोसम्मको लागि तपाईँलाई के कस्तो लाग्छ गाइस यहाँ चाहिँ यस्तो छ गाइस। विशेष गरी चाहिँ यो ठाउँमा घुम्न लागि भने एउटा चाहिँ धेरै छ गाइस। यहाँ पनि छ के। अनि त्यो एउटा भगवान् गौतम बुद्ध अनि एउटा यहाँ हात्तीको चित्र पनि छ गाइस। यहाँ हेर्दा हुन्छ। अनि यहाँबाट चाहिँ बाटो कहाँ हो यहाँ हेर्नु गाइस।
यहाँदेखि माथि पनि धेरै छ। यहाँ चाहिँ घुम्न धेरै आएको छन् गाइज। आज हामी समूहै बनाएर आएको भनौँ गाइज। काम के यो पनि चाहिँ कडा लाग्छ गाइज। तपाईँहरूलाई कस्तो लाग्छ? यहाँतिरको बाटो चाहिँ यस्तै छ गाइज। आज चाहिँ 2-4जनाहरूको समूह बनाएर हामी चाहिँ दाजुभाइहरू यता भ्लग बनाउने यो ठाउँ घुम्ने भनेर आएको। धेरैचोटि त घुमेको गाइज। आज हजुरहरूलाई पनि यहाँ घुमाउने केही सोच गरेर हामी आएको हो गाइज। त्यही भएर हजुरहरूले माया साथ सपोर्ट गरिदिनु होला गाइज। यहाँ चाहिँ यस्तो छ गाइज। उता पनि यस्तो रमाइलो ठाउँ छन् गाइज। अनि यो पनि अनौठो छ गाइज। यो प्राकृतिक हिसाबले आफै आफ बनेको गाइज। यस्तो छ कि गाइज ओ बाबा रे भलक